नमस्ते, म सागर घिमिरे। म सागर ट्याक्स कन्सल्टेन्सीको सञ्चालक। आज तपाईँहरूलाई म यो अहिले तत्कालीन भइरहेको यो बजेटमा आएको यो सेलरी सम्बन्धी या बिजनेस सम्बन्धी सरकारले दिएको जुन छुट छ त्यस विषयमा जानकारी गराउन गइरहेको छु। धेरैवटा ट्याक्स मध्ये एउटा इन्कम ट्याक्स, मेन ट्याक्स मानौँ न। अब ट्याक्स त धेरै प्रकारका हुन्छन्। अब त्यो धेरै प्रकार मध्येमा एउटा ट्याक्स मात्रै कुरा गर्दैछु। आज इन्कम ट्याक्सको बारेमा कुरा गर्दैछु। विगतमा 6 लाखसम्ममा तपाईँको कपालहरूलाई 1% लिने गरेका थियो भने सिङ्गलको हकमा तपाईँको 5 लाखसम्मको मात्रै थियो, होइन? 5 लाखमा 1% थियो। अब विगतको त्यहाँदेखि उतापट्टिको स्ल्याबहरू अब 10%, 20%, 30%, 36%, 39% थियो स्ल्याब वाइज। अब त्यस विषयमा कुरा नगरौँ, त्यो बितेको कुरा भइहाल्यो, सकिहाल्यो। अब रह्यो 83-84 को लागि नेपाल सरकारको बजेट मार्फत आएको ट्याक्सको स्ल्याब भन्न गइरहेको छु। अब तपाईँहरूले यसमा के बुझिदिनु पऱ्यो भने यो ट्याक्सको स्ल्याब भनेको विशुद्ध इन्कम ट्याक्स है। यसमा तपाईँको व्यापारीहरूमा के भान हुन्छ भने कतिपय कुराहरूमा चाहिँ अब ट्याक्सको धेरै नलेज नहुँदाखेरि ट्याक्स भन्ने बित्तिकै एउटै भाँडोमा लगेर हाल्ने गरिएको छ क्या। तर नेपालको ट्याक्समा त्यस्तो एउटै भाँडोमा हाल्ने खालको ट्याक्स हुँदैन। ट्याक्सको आफ्नो क्याटेगोराइज छ, होइन? त्यो बेग्ला बेग्लै टपिकमा हुन्छ। कसैलाई टिडिएसको मार्फतबाट ट्याक्स उठाइन्छ भने कसैलाई इन्कम ट्याक्स भनिन्छ, डाइरेक्ट बुझाउनु पर्ने हुन्छ, होइन? टिडिएस पनि इन्कम ट्याक्स नै हो, भ्याट बेग्लै नै हो, होइन? यसमध्ये तपाईँलाई म आज इन्कम ट्याक्सको स्ल्याबको बारेमा जानकारी गराइरहेको छु। यसमा तपाईँको एउटा सम्झिनु, सेलरीको बारेमा नै आउँछ यो कुरा। सेलरी खाँदै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि उपयोगी छ। र अर्को छ भने प्रोप्राइटरसिप बिजनेस गरिराख्नु भएको छ। यो बिजनेस चाहिँ कसरी प्रोप्राइटरसिप थाहा पाउने या अर्कै हो बिजनेस भन्ने थाहा पाउनको लागि चाहिँ तपाईँको नाममा मात्रै दर्ता गर्नु भएको छ। कर कार्यालय, स्थानीय तह, घरेलुमा गरेर व्यक्तिगत भनेर दर्ता गर्नु भएको छ भने त्यो प्राइभेट भयो, तपाईँको व्यक्तिगत फर्म भयो, होइन? 2 जनाले सङ्गुलमा गर्नुभएको छ, साझेदारी भयो, होइन? कम्पनी रजिस्टर कार्यालयमा गएर दर्ता गर्नुभएको छ, 3-4 जना सेयर होल्डर हुनुहुन्छ या सिङ्गल सेयर होल्डर हुनुहुन्छ, त्यो प्राली भयो। यति 3टा मध्येमा म एउटा कुरा गर्दैछु, तपाईँको व्यक्तिगत फर्म जो तपाईँको नाममा विशुद्ध दर्ता गरिएको हुन्छ। यो म्याक्सिमम छ नेपालको केसमा, होइन? साझेदारी भन्दा पनि मान्छेले धेरै व्यक्तिगत चलाइराख्नु भएको छ हो। त्यो फर्मले पाउने छुटको बारेमा मात्रै कुरा गरिरहेको छु म। त्यो फर्मले पाउने छुट प्लस तपाईँको सेलरी भनौँ न, यो भनेको चाहिँ एउटै क्याटेगोरीमा आउँछ। जस्तो कि पहिला म्यारिड र अनम्यारिड भनेर सरकारले छुट्याएको थियो ट्याक्सको स्ल्याब। 5 र 6 लाख रुपियाँ छुट भनेर देखाएको थियो कि 5 लाखमा छुट कि 6 लाखमा छुट थियो, होइन? तपाईँ अविवाहित हो भने 5 लाखसम्म 1% तिर्नु पर्थ्यो। बिजनेसको हकमा हो भने तपाईँ यदि बिजनेस गर्दै हुनुहुन्छ भने त 5 लाखमा 1% पनि लाग्दैन थियो, 0 लाख थियो। यदि तपाईँ म्यारिड हो, म्यारिड हुँदाखेरिको हकमा तपाईँलाई 6 लाखसम्ममा 1% लाग्थ्यो। सेलरी खाँदा हो भने तपाईँको बिजनेस गर्दै हुनुहुन्थ्यो, त्यही प्यान नम्बर लिएर बिजनेस गर्नुभएको छ भने तपाईँको व्यक्तिगत प्यान नम्बर लिएर तपाईँको त्यसमा 0% लाग्थ्यो। र अब यो विगतका कुराहरूलाई छोडिदिउँ, अब नयाँमा जाउँ। नयाँमा जाँदै गर्दाखेरि अब के गर्ने भन्दाखेरि आजको डेटमा तपाईँ सेलरी खाइराख्नुपर्छ कुनै अर्गनाइजेसनमा गएर, तपाईँ वर्षमा 10 लाख रुपियाँसम्म कमाउनुहुन्छ भने तपाईँलाई त्यो अर्गनाइजेसनले 1% काटेर तपाईँलाई बाँकी रकम मात्रै भुक्तानी गर्नेछ। र त्यो 1% तपाईँले बुझाउनु पर्ने पैसा चाहिँ तपाईँको कम्पनीले नै तपाईँलाई तपाईँको नामबाट बुझाएर इटिडिएस गरिदिएपछि तपाईँको नाममा आउनेछ। त्यसो गरेपछि तपाईँको त्यो पैसा नै फाइनल टिडिएस भयो, त्यही नै तपाईँको अन्तिम भयो, है? त्यसमा तपाईँले फेरि 1% गएर कर कार्यालयमा बुझाउनु पर्ने भन्ने हुँदैन। त्यो 1% तपाईँको काटेर आइसकेपछि त्यही नै भयो, होइन? तपाईँको वर्षमा 1 लाखभन्दा बढी, 10 लाखभन्दा बढी इन्कम छ, मोटामोटी तपाईँको 12 लाख छ भने पनि के हुन्छ भने 10 लाखसम्म चाहिँ तपाईँलाई 1% लाग्छ, है? रिमेनिङ 2 लाखमा तपाईँलाई 10% लाग्यो। 2 लाखमा मात्रै किन 10% भन्नुहुन्छ भने 10 लाखदेखि अर्को स्ल्याब चाहिँ के गरिदिएको छ भने स्ल्याब 2 भनेर चाहिँ के गरेको छ भने नेक्स्ट 5 लाख भनेको छ। के भनेको तपाईँ अरू 5 लाख कमाउनुहुन्छ भने चाहिँ त्यसमा 10% लाग्छ है भनेको छ सरकारले। भनेको 10 लाखमा 1% लाग्यो, एडिसनल जति छ तपाईँको 1 लाख, 2 लाख, 3 लाख, 4 लाख, 5 लाख पुग्यो भने त्यो 5 लाखमा चाहिँ 10% लाग्यो, रिमेनिङ 10 लाखमा 1% नै लाग्यो। तपाईँको 15 लाखसम्मको इन्कम हुँदा। अब होइन 15 लाखबाट तपाईँको 18 लाख, 20 लाखसम्म पुग्छ भन्ने कुरा गर्नुहुन्छ भने या छ भने तपाईँको के हुन्छ भने स्लिम स्ल्याब हो। 10 लाखसम्म
10 लाख माइनस गरिदिने तपाईँको टोटल सेलेरीमा, रिमेनिङ फेरि 5 लाख माइनस गरिदिने, 5 लाखमा 10% क्यालकुलेट गरिदिने र रहेको जति छ त्यसमा तपाईँलाई 20% राख्छ। कतिसम्म भन्दाखेरि फर्स्ट 10 लाख, सेकेन्ड 5 लाख, एडिसनल 5 लाख, फेरि एडिसनल 10 लाखसम्ममा चाहिँ 20% लाग्ने हो। अरू एडिसनल तपाईँको फेरि 15 लाखमा 27% लाग्ने हो। भनेको 10 लाख, 5 लाख, 15 लाख, 15 लाख प्लस 10 लाख गर्दाखेरि 25 लाखसम्म कमाउनुहुन्छ भने तपाईँ 20% स्ल्याबसम्म पर्नुभयो। भनेको टोटलमा 20% लाग्ने होइन, 10 लाखमा 1%, 5 लाखमा 10% र रिमेनिङ 10 लाखमा तपाईँले 20% हो। अझै तपाईँको त्योभन्दा बढी इन्कम छ भने त्यो केसमा चाहिँ तपाईँको एडिसनल कतिसम्म जाने भन्दा एडिसनल 15 लाखसम्म चाहिँ 27% लाग्छ भनेर सरकारले तोकेको छ। यो सबै पैसा तपाईँ यदि सेलरी खाँदै हुनुहुन्छ भने चाहिँ तपाईँको अर्गनाइजेसनले अलरेडी डिडक्ट गरेर तपाईँलाई हालिदिने हो। यो पैसा तपाईँले बुझाउने भन्दा पनि तपाईँले नै बुझाउने हो, बुझाउने चाहिँ तपाईँकै पैसाबाट काटेर बुझाउने हो। तर त्यो चाहिँ अर्गनाइजेसनको ड्युटी हुन्छ कि अर्गनाइजेसनले तपाईँको कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ त्यो कम्पनीले चाहिँ तपाईँको नाममा बुझाइदिने हो। अब रह्यो तपाईँको 10 लाख, 5 लाख, 10 लाख, 15 लाख, 40 लाख भयो। 40 लाखमा तपाईँको एबोभ 40 लाख कमाउनुहुन्छ भने चाहिँ 40 लाखसम्मको स्ल्याब थापाइहाल्नुभयो। 1, 10, 20, 27 हुँदै गयो। अब 40 लाखसम्म भने 40 लाखदेखि माथि जानुभयो, 41 लाख कमाउनु भने 40 लाखसम्मको स्ल्याब भइहाल्यो। 1 लाखको तपाईँलाई एडिसनल 29 लाख लाग्ने 29% लाग्ने हुन्छ। यसरी चाहिँ नेपाल सरकारले यसपालिको बजेटमा सेलरीको स्ल्याबहरू यसरी निर्धारण गरिएको छ। यहाँ कुनै पनि सिङ्गल र कपल भनेर छुट्याइएको छैन। प्राकृतिक व्यक्ति भनिएको छ। प्राकृतिक व्यक्ति भन्ने बित्तिकै सिङ्गलै भइहाल्यो, सिङ्गल डबल दुईजनालाई इन्क्लुड गरियो। अब रह्यो व्यक्तिगत व्यवसाय गरिराख्नु भएको छ, प्यान नम्बर पर्सनल प्यानबाटै बिजनेस गरिराख्नु भएको छ भनी, जस्तो कि प्राकृतिक व्यक्तिको नामबाट बिजनेस गरिराख्नु छ, साझेदारी प्राली होइन भने यही केसमा तपाईँको के हुन्छ भन्नुहुन्छ भने त्यो 10 लाखमा जुन 1% सेलरी भनेर सेलरीको हकमा 1% काटिदियो भने त्यो 10 लाखमा तपाईँलाई 1% वाला स्ल्याब हुँदैन। 1% चाहिँ तपाईँको जिरोमा समामित हुन्छ, तपाईँको जिरो नै लाग्ने हुन्छ। त्यसमा तपाईँलाई ट्याक्स लागेन, जिरो लागेन। अब रह्यो सेम स्ल्याब चाहिँ सेम हुन्छ है। त्यसपछि रिमेनिङ 5 लाखमा तपाईँलाई 10% लाग्यो। माथिको 10 लाखमा जिरो, रिमेनिङ 5 लाखमा 10%, त्यस पछाडिको नेक्स्ट 10 लाखमा फेरि 20%, नेक्स्ट 15 लाखमा 27% र एबोभ 40मा 29%। अब यो माथिको सेलरीको हकमा यो 40% एबोभ भनेको चाहिँ एकदम रेपुटेड मान्छेहरूले कमाइराख्नु भएको छ होइन। एकदम हाई स्केलमा सेलरी खानेहरूलेमा इम्प्लिमेन्ट भइरहेको छ। नर्मल मान्छेमा युज हुने भनेको म्याक्सिमममा युज हुने भनेको त्यही 1% हो। त्यस पछाडि गइहाल्यो भने 10-20सम्म जाला। त्योभन्दा म्याक्सिमम त्यति मैले देखाएको छुइनँ। अहिले हुनुहुन्छ होला, धेरैजना हुनुहुन्छ होला, तर एभरेजमा मैले क्यालकुलेट गर्नुपर्ने चाहिँ उहाँहरूको। तर यता बिजनेसको हकमा चाहिँ तपाईँको प्रोप्राइटरसिप बिजनेसमा चाहिँ तपाईँको टर्नओभर धेरै गरेर नाफा धेरै कमाउने व्यवसायहरू पनि हुनुहुन्छ। उहाँहरूको चाहिँ 40 लाखभन्दा एबोभ माथि जाने पनि धेरैजना हुनुहुन्छ होइन, धेरैजना हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ यो एकदम बेस्ट हुनसक्छ। जस्तो कि 10 लाखमा जिरो, रिमेनिङ 5 लाखमा 10%। हुन त यो कुराहरू भोलि उहाँहरूको अडिटर सिएहरूबाट पनि यो आइ नै हाल्छ। त्यही पनि मैले फर्मली भिडियो बनाएको मात्रै हो। कतिजना मेरो पनि क्लाइन्ट हुनुहुन्छ, उहाँहरूको लागि पनि यो सूचना होस् भनेर बनाइएको भिडियो। रिमेनिङ 10 लाखमा जिरो, नेक्स्ट 5 लाखमा 10%, त्यसको नेक्स्ट 10 लाखमा फेरि 20%, नेक्स्ट 15 लाखमा 27% र एबोभमा 29%। यो चाहिँ तपाईँहरूले बुझ्नु जरुरी छ। अब 10 लाखसम्मको इन्कममा त ल ट्याक्सै नलाग्ने भयो भन्ने लाग्छ भने ट्याक्स नलाग्ने होइन, इन्कम ट्याक्स मात्रै नलाग्ने हो। भोलि तपाईँले व्यवसाय गरिराख्नु भएको छ, मेरो त 10 लाखसम्मको इन्कम छ, अडिट गर्दाखेरि मेरो चाहिँ के भएर यत्रो ट्याक्स आयो, यो ट्याक्स के आयो भने 10 लाखसम्मको इन्कम ट्याक्स मात्रै नलाग्ने हो। तपाईँले ढिलो बुझाउनु भयो भने ब्याज जरिमानाहरू फाइनहरू लागि नै हाल्छ। त्यसलाई पनि अब ट्याक्सै भनेर हामीले क्यालकुलेट गरिरहेको हुन्छौँ होइन। इभन त्यो फाइन हो, त्यो सरकारलाई बुझाउनै पर्ने हुन्छ। तपाईँले ढिलो गरेको खण्डमा धेरै पैसा आउँदाखेरि मेरो त 10 लाखसम्मको इन्कम हो तर मेरो त ट्याक्स लाग्दैन भन्ने हुँदैन। सरकारको नीति नियम अनुसारले तपाईँ समयमै विवरण बुझाउनुहुन्छ भने हो तपाईँलाई 10 लाखसम्मको लाग्दैन। के लाग्दैन भन्दा इन्कम ट्याक्स लागेन। तर रिमेनिङ तपाईँलाई अरू के लाग्छ भन्दाखेरि तपाईँको स्टाफले
सेलरी दिनुभएको हुन्छ, उहाँहरूको टिडिएस तपाईँले नबुझाइदिइराखेको हुनसक्छ, त्यो बुझाउने हो, त्यो ट्याक्स पनि तपाईँहरूलाई लाग्यो, त्यो पनि तपाईँहरूको दायित्व हो, त्यो ट्याक्स लाग्छ। अडिट फी भनेर लेपा शुल्क लाग्छ, त्यहाँ तपाईँहरूको ज्याला मजदुरी भनेर तपाईँहरूको ब्यालेन्स सिटमा पेस गर्नुभएको हुन्छ, खर्च गर्नुभएको हुन्छ, त्यो ज्याला मजदुरीको पनि तपाईँहरूलाई ट्याक्स लागिरहेको हुन्छ। एज अ तपाईँ बिजनेसम्यान हुँदै गर्दाखेरि तपाईँले तिर्नुपर्ने अरूको पैसा तपाईँले काटेर बुझाइदिनु पर्ने पैसाहरू धेरैहरू हुन्छ, जुन कुराहरूलाई चाहिँ तपाईँहरूले आफैले बुझाइदिए जस्तो फिल गरिराख्नु भएको छ धेरैजना बिजनेसम्यानहरूले। तर त्यो चाहिँ तपाईँहरूले सेलरीको ट्याक्स भनेको इम्प्लोइकै काटेर तपाईँहरूले बुझाउने हो, तपाईँहरूको दायित्व मात्रै हो, त्यो तपाईँहरूले बुझाउनु भएको ट्याक्स होइन। लेपा शुल्कमा पनि तपाईँको अडिटरकै पैसा तपाईँले काटेर बुझाउने हो होइन, त्यो पनि तपाईँको दायित्व मात्र हो, तपाईँको त्यो ट्याक्स तपाईँले बुझाएको भन्ने मानिँदैन। र यो भ्याट पनि तपाईँको अब बुझाइराख्नु भएको हुन्छ, 10 लाखसम्मको लाग्दैन भनेर भ्याट नलाग्ने भने भ्याट भनेको बेग्लै टपिकको कुराहरू हो। भ्याट भनेको पनि कस्टमरले नै बुझाउने हो, तपाईँहरू भनेको एउटा माध्यम मात्रै हो। तपाईँहरूले खरिद गर्नुभएको सामानको तपाईँहरूले क्रेडिट क्लेम गर्नुभएको हुन्छ र बिक्री गर्दाखेरि उठाएको पैसा रिमेनिङ जति पैसा बढी उठाउनुहुन्छ त्यो पैसा मात्रै तपाईँहरूले बुझाउने हो। र एडिसनल बुझाउने भनेको तपाईँको फाइन मात्रै हो। र व्यापारीले बुझाउने भ्याट हुँदैन, व्यापारीले एउटा माध्यम मात्रै हो, व्यापारीको माध्यमबाट भ्याट बुझाइन्छ मात्रै। तर अब हाम्रो यहाँनिर अहिले व्यापारमा के छ भने जति पनि पैसा बुझाउँदै हुन्छ, भ्याटको पैसा बुझाउँदै हुन्छ, व्यापारीले आफ्नै बुझाएको अनुभव गरिराख्नु भएको छ, किनभने यो ट्रेन्डै त्यस्तै छ। अब लामो समयसम्म तपाईँहरूले भ्याट होल्ड गरेको कारणले एकमुष्ट तपाईँले पछि बुझाउँदाखेरि आफूले बुझाएको अनुभव हुनसक्छ, तर वास्तवमा भ्याट पनि कस्टमरले नै बुझाउने हो। तपाईँले तिरेको भ्याट त तपाईँले क्लेम गरिसक्नु भएको हुन्छ, रिमेनिङ जति बढी उठाउनुहुन्छ त्यो मात्रै बुझाउने हो। र यो आजको यस विषयमा चाहिँ मेन भ्याट सम्बन्धी भन्दा पनि इन्कम ट्याक्सले सरकारले अहिले यसपालि के परियोजना के कुराहरू चेन्ज लागेको छ भनेर मात्रै बनाएको थिएँ मैले भिडियो। हस्त अरू यही विषयमा तपाईँहरूलाई केही थप जानकारी लिन मन लागे है, तल मसँग कन्ट्याक्ट नम्बर पनि छँदैछ मेरो पेजमा, हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। यही विषयमा तपाईँहरूलाई केही कुरा जनगुनासो छ भने यस विषयलाई लिएर तपाईँले मेसेज गर्नु सक्नुहुन्छ। अब नेपालको कन्टेक्स्टमा एउटा बिजनेसमा चाहिँ 1 करोडभन्दा मुनिमा चाहिँ टर्नओभर ट्याक्स लाग्ने कारणले गर्दाखेरि यो ट्याक्सको स्ल्याबले चाहिँ कुनै पनि असर पार्दैन। यो चाहिँ तपाईँलाई नर्मली मैले भनिदिइरहेको छु। प्राकृतिक व्यक्ति हुनुहुन्छ तर 1 करोडभन्दा तलको टर्नओभर गर्नुभएको छ भने चाहिँ मेरो 10 लाखसम्मको इन्कम ट्याक्स लाग्दैन भन्ने कुरो हुँदैन। टर्नओभर ट्याक्स भनेको बेग्लै हो। अब यसको लागि पनि कोही प्रावधान आएको रहेछ भने म यसमा थप जानकारी गराउँछु। हालसम्म चाहिँ मैले थाहा पाएअनुसार छैन। यति भन्दै मेरो यी शब्दहरू यहीँ राख्न चाहन्छु। धन्यवाद। नेक्स्ट भिडियोमा भेटौँला। हस्।